टिकटकर एलिजालाई सिन्दुर नलाएको भन्दै आलोचना गरेपछि अन्ततः आयुषले बिहेको साइत जुराएरै लगाइदिए सिन्दुर। दर्शकबिन सामाजिक सञ्जालमा बारम्बार सिन्दुर नलाएको भन्दै प्रश्न उठेपछि टिकटकर आयुष सिंह ठकुरीले श्रीमती एलिजालाई सिन्दुर लगाइदिएका छन्। उनी मुस्लिम धर्म मान्ने भएकाले अहिलेसम्म सिन्दुर लगाएकी थिएनन्। अन्य सबै हिन्दू संस्कृति परम्परालाई अँगाल्दै आएकी एलिजाले अब भने सिन्दुर पनि लगाउने भएकी हुन्। उनी भन्छन्, मैले त सोचेको थिएँ माया नै सबैभन्दा ठुलो कुरा हो, बाहिर देखावटी किन गर्नु भनेर नलगाएकी, तर अत्याधिक प्रश्न उठ्न थालेपछि आफूले सिन्दुर लगाउने बताएकी छन्। साथै आयुषले पनि माया भनेको मनभित्र हुने हो, देखाएर हुने कुरा होइन। सिन्दुर लगाउँदैमा माया हुने र नलगाउँदैमा नहुने भन्ने हुँदैन। तैपनि आफ्ना दर्शक र शुभचिन्तकहरूको खुसीका लागि आफूले सिन्दुर लगाइदिएको बताएका छन्। तन मनसँगै नेपाली हिन्दू रीतिरिवाजलाई अँगाल्दै नेपाली बुहारी बनेकी एलिजा जमालीलाई बधाईसँगै शुभकामना।